वेलकम टू माई च्यानल परमत 5। आज ह्याप्पी दसैँ सबैलाई। भिडियो त आजै पोस्ट हुन्छ, भोलि हुन्छ क्या, त्यही पनि पछि भनौँ ल। हिँड्यो गाउँ सर पानी आएको आज हिँड्दै बाटो हिलो त्यस्तो छ कुहिरो सुहिरो। ल हिँड्यो अब टिका सिका लाउन गएर रमाइलो गर्नु पऱ्यो। हेर म कतिको मान्छे जान्छन्, गाडी साइड त जाने काट्छ कि हिलो छ होला बाटो त जानु थियो। डन पुरा हिरो बन्दै झोले पोइन्ट यता उस यता आइस पुरै ल हद्दाइ सद्दाइ हिँड्ने हो। डन यता भ्याएको जहाँ डनसँग हिँड्नुहोस् के डर थियो र यार, जहाँ बाटो उस त्यहाँ भ्याकुलाई जानुहुन्थ्यो। यहाँ के भन्छन् बिर्सिने ठाउँमा फुल प्रकृतिले साथ दिए भन्नुपर्छ। यहाँ आज हामीलाई फ्रुट खाइयो यसले भयो फुल वहाँ चप्पल कोट होइन देखियो ल। चस्मा पनि चस्मा कमियो के चिन्ता देउता निस्किया ठाउँमा आयो। यहाँ बाटो खन्दा त गएछ हरियो हरियो बाटो हिलो बाइक निस्किहान धेरै निस्किहान एउटा ए जो फरक आइयो के भनिदियोस्। आज पानी आउँदा हिँड्नु पर्यो भन रोइछु म दुःख दिएछु। सर्प यहाँ मारेछ हिजोको सर्प त होइन ल ल ल गाउँ त हो त भिडियो अफ गर्ने गुल्टिनी भयो केटो। राइडरको 5 पोइन्ट घट्यो है रेटिङ। अर्को राइडर पनि धर्नुवा गाउँ पुगेर ल छोरी के को तिमीलाई बोक्ने हेर त आइयो गाउँ पनि आइयो फेरि आज पनि। ओ के छ नमस्कार। एक घन्टा निर्मल फोटोको सुट हुँदैछ यहाँ आज। आज आज प्रोफाइल पिक्चर चेन्ज हुन्छ कति वर्षपछि। केटीका त्यसपछि लाइनै लाइन आइफोन 15 वटा खिच्दैछौँ। मान्छे राम्रो भयो होला, राम्रो आएन अहिलेसम्म पनि फोटो 50 वटा खिच्दा पनि। सर यहाँ झिल्की बनाएर नयाँ हो पुरै भयो यो आइसी डन त डनै भयो त्यसै। ओ कोट सोट पुरा जुत्ता हेर्न सक्नुहुन्छ नयाँ जुत्ता छ फेरि यहाँ। अब हल्ला खोर्छ यहाँ यो रुवाको रहेछ यो आइसिलो सानो पुस्दैछ बहिनीको ल फोटो सुट ल। अब सुरु हुन लाग्यो अब जय जय हुँदैछ। चालु भयो अब तयारी हुँदैछ टिका लाउने। भान्जी भान्जी हुने बेला भयो बेला त्यो हल्ला गर्छ।
ल चालु भयो दसैँ ल टिका चालु भयो ल ल ल ल ल ल आमै 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 कहाँ हो ल ल ल ल मिना आन्टी ल ओ केटीलाई लगाइदिने हो होइन ल रमाइलो रमाइलो छ डनलाई पनि लगाइदिने हो ल ल नारायण दाजी ल ल ल बडे बा कहाँ हो तपाईँ फेरि रेखा लगाइदिनु पहिला मोबाइल छ ल अहिले लगाइदिनु है ल ल दक्षिणा कस्तो दिनुहुन्छ हजुर आशीर्वाद दिनु कमली टिका लगाएको कि नै ल ल चिल भयो खै अर्को पुरै ल जे काममा लाग्यो त सक्सेस भएछ नि क्रिकेटमा राम्रो प्रगति गरेस् राम्रो गरिरहेको सुनिल भाइ सुनिल लन अरू सब ठिक छ है जिम्मे कहाँ लगाइदियो यार यहाँ आशीर्वाद दे लगाइदिनु पर्यो नि ल पहिला तेरो त्यसै गर्दै ल भान्जी लाउ ल दाइ ल अङ्कल नवदुर्गा भगवतीले कल्याण गरौँ हजुर अङ्कल ल दाइ ल तपाईँले हामीलाई अघि हाल्छ भने हो कति साल हो म हामीलाई नाता पनि छोरो हो कि अघि कोसन अब ए कृष्ण पर्व 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 ओ सुन्दै कोही चाल्योस् एकदम ठुलो मान्छे बन्नु दुबईमा पनि एकदम बहुत वर्षाल भनेर एकदम नाम चलेको देख्न पाऊँ हजुर है ठिक छ ल कमल भान्जी श्री भान्जीलाई लगाइदिएँ के र अन्त आज होइन ल ल
मेरो लाइस किन अरे लगाइदियोस् कि नै लगाइदियो यहाँ गर्नु पर्ने सर ल ल अङ्कल ल यता विमल दाइ ल ल आन्टी ल विकासै मारेर लगाइदिनु ल के छ ल भुइँमा ल कहाँ हामी जे हो नान दाडा लगाइदिनु दाइ ल ल ल ल ल ल हामीले लगाइदिन्छ 108 जना रहेछ गर्ने ए बाबु राम्रो होस् सधैँ राम्रो होस् प्रगति होस् हैन तपाईलाई पर्व कता यता खोज्दै म पनि छोडे मलाई ल धेरै राम्रो भयो अझै राम्रो भइरहोस् हजुर घरमा आमालाई खुसी राखेको धेरै दिदी नमस्कार चिन्नु अनि क्या हो एक हप्ता भयो के हुनुहुन्छ आउनु सामान ल्याइदिएको थिएँ भेट भएको छ आन्टीलाई पर्मिस सम्झेर लगाइदिनु ल अब अर्को पालि आउला के जय हो दिनको आशीर्वाद दिएको हिरो सफल बनाएर चाहिँ अझै राम्रो चाहिँ समृद्धिको कामना होइन हजुर भाइ जो हो यो अब है त ह्याप्पी बर्थडे त्यसको बर्थडे मेरो पनि बर्थडे ल आज दसैँको दिन तपाईँले दिए आशीर्वाद अङ्कल कहाँ हो अङ्कल या छोराको सँगै पढ्यो मान्छे ल छोरो सम्झेर लाग्नु सबै पुरो हजुर आमा ल यहाँ पनि आमा लाको फोटो चढाइदिनु पर्यो 100 वटा पुऱ्याउनु पर्छ 10 रुपियाँ अब दादा के छ खबर ठिक छ म त्यता लगिदिन्छु सर ल
बसेको जस्तो सबै पर्दैन। उमेर त सोध पहिला बसेर एउटा नि होइन कहाँ बस्नुहुन्छ खोज्या खोज्यो जेठो छोरो है म फेरि आशीर्वाद दिनु भयो नि के केही छैन जेसै छोरो हो कि म सँगै पढेको छोरासँग आन्टी चाहिँ हुन्छ भन्नुहुन्न खुसी रहने सुखी रहने मनले बिताएको पनि सबै कुराहरू पुग्दै जाओस् है अहिले अब छिटो छिटो जडी जडी हुनु पर्यो मलाई तैँले बेला लगाइदिने खै दुईवटा लगाइदिनु आशीर्वाद दिएछ भानिज आयो भानिज भानिज आएन है हाम्रो ल निर्मेका जुत्ता भयो बल्ल कलर लाइट तपाईँले एउटा भाइसँग पढेकोसँग आशीर्वादसँग के हो मलाई चाहिँ नलाइदिएर मलाई चाहिँ लगाइदिए नि त अहिलेसम्म आशीर्वादसँग सिधा त्यही लास्टमा जित्ने अरू चाहिन्छ लाउने हो त्यो सर कहाँ आउनु छ यार हामी लगाइयो के फोटो फोटो सुट हुँदैछ ल लगाइयो ल आऊ ल निर्मे आज दुला चाहिँ देखिया ल नमस्कार ल समर्थन छ हाम्रो ल निर्मे गाडीमा बसेर ठ्याक्क नास्ता ल्याएर ठिक भयो बाबुलाई त प्रसाद हो झरी हो अब आज खेलो के हो त अब आजको खेल हाम्रो निर्मलको म्यारिज या चाहिँ यसलाई थोरै टिप्स मात्रै दिन छ हजुर खेलाडीको त राम्रै हो अलि गन्तीको मात्रै कमी हो हाम्रो खेल्दा त त्यही पुरानो अवस्थामा आइन्छ फुल्ली जितिन्छ भन्ने आश छ आज आज जित्नु पर्ने अलि आशीर्वाद पनि धेरै चाहिँ पाइएको छ टेबलको आशीर्वादले साथ दिनुपर्ने हो आशीर्वाद लाएँ सबैको बराबरी छ तर पनि कसकोमा जित्छ भन्ने मात्रै फरक हो ल ल ग्रिप नभए चप्पल कहाँ लिएर ऊ टिकटक त्यस्तै रहेछ बनाउने कसरी उहाँ ढुङ्गा राखेर नाच्नु जाऊँ न ल ल मेरो भाइले उनी हेर कस्तो रहेछ त्यही बनाउनु पर्छ क्या गोर्खा पल्टनमा हो क्या ल भाइरल सिधै टिकटक स्टारर नानीहरू हुनुहुन्छ तिमीलाई मैले धेरै टिकटक नबना भनेर आशीर्वाद दिएको होइन केटी नि राई कमरार बेहुला यहाँ छ अगाडि डन केही भन्दै ल मेरो त केही छैन अब जम्ता जान पाइने भइया छ खुसी लाग्छ मलाई यही बेगी जिन चाहिँ हान्ने हो कि जाने हो बाटो साटो बिग्रियो होला दोहोरमा होइन बाटो साटो बिग्रिएको छैन केही भएको छैन नानीले पनि उहाँ भाउजू खोजिरहेछन् के अरे भन्छ कुरा भन्नु मेन बेहुला यहाँ बस्यो ल गाली खा गाली खानु पनि के चाँगर लागेको फोन गर्दै गाली खा आफै गर्दै त्यसो हेरेर राख्नु आज ढुक्क भयो यो अब पारी जाने अरे
भाइहरूले पनि हेप्पी दशमी मेसेज पठाउँछ नेपाली आइसक्यो यो अब आधा त माथि गएको छ आधा आमै कहाँ जानु भयो गाडी आउनु आएको थियो त्यहाँ तल देउता निस्किएको थियो मलाई दुईटा आमै ल पारी आइयो है ल सम आइ कहाँ आऊ भनेको ल कतै जाने चड्डी म्यान हिजो सुतौरी हेरिस् किन भिडियो मर्यो 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 कसरी तसरी खुट्टाले गर्दा लान्छु लटुलमै सुरु गरे ल ल ल ल कन गर्ने को बानी जो यहाँ भयो नि काम के मम्मी हम जाने लाने ल है ल ल दादा हेर्दै ह्याप्पी बर्थडे दसैँको दसैँको ह्याप्पी बर्थडे ए म त फोटो राख्नु मैले लगाइदिनु ल्याउनु पाइयोस् थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू ल नमस्कार है ल मैले आमा न्युरी पर्ने यो धेरै धेरै सम्पत्ति कमाएर खै ल मैले आमा लगाइदिनु भयो ल दिपा कहाँ टिका नलाइदिएर ए लगाइदिनु खाइन खै केही भन्न जान्दैन खै रात लगाइदिनु खै कमाएको देख्न पाइयोस् राम्रो हुँदैछ अझै राम्रो भन्न पाइयोस् परमेश्वर यस्तै बनाइरहेर चन्तला सिटी बनाएर भने जस्तै बुढी भए आएको भएर बसेको देख्न पाइयोस् ल जम्काइ हुँदै जाओस् मैले त कलर कति मोडल आइखेन खै लगाइदिनु भयो लगाइदिनु तेरो मम्मीको लागि यहाँ पछाडि मलाई लगाइदिनु भयो भनेको मम्मी है एकै यहाँ उकै यहाँ अगाडि आइनकै अर्को भक्त भाउजू खै भक्त भाउजू पछाडि खै पछाडि नानी यता माइलो लगा माइलो ल मनी आउनु पर्छ ढोकेको मलाई खिच्छ खिच्ने एकचोटि खिच्ने समर्थन छ ल ल प्रदीप कहाँ लाग्यो खिच्नु नि ल फोटो खिच्न लागि यहाँ ल समर्थन छ ल प्रदीपको फोन